धमाका, महाधमाका। सीता घर फर्किएको जम्मा 2 दिनमै कुवामा लुगा धुँदा धुँदै चक्कर लागेर ढलेपछि गाउँलेले यो त 2 जिउजेको गर्भवती लक्षण हो भन्दै बधाई दिँदा सासुको सातो उड्यो। तर 2 दिनमै सीता कसरी गर्भवती भइन्? के सीताले लुकाएको यो पाठेघरको कुनै गम्भीर रोग हो या कहानीमा कोही नयाँ खलनायकको पाप लुकेको छ जसले यो हतभागी परिवारलाई सधैँका लागि सडकमा ल्याउँदैछ? कुवाको डिलमा सीता अचानक बेहोस भएर ढलेको र सासु नन्दको अनुहारमा कालो बादल छाएको दृश्य झल्किने गरी सीता सिरियलको भाग 144 मा एउटा निकै सुखद र पारिवारिक माहौल चलिरहेको थियो। जगतले सीतालाई सपनामा नभई विपनामै घर फर्काएर ल्याएपछि पूरा परिवारमा खुसियाली छाएको छ। सासु नन्द सृष्टि र सीता मिलेर घरको काम गर्ने, बुढापाकाको सम्मान गर्ने र सँगै बसेर दही चिउरा खाने जस्ता भावुक दृश्यहरू देखाइएका छन्। अर्कोतिर अनुका बुबाले पठाएको 30 लाख रुपैयाँ व्यापारमा लगाउन रमेश तम्सिन्छ। तर गाउँको धनेदाई धनबहादुरले रमेशको सोझोपनको फाइदा उठाउँदै चर्को ब्याज दिने प्रलोभन देखाएर 5 लाख रुपैयाँ सापटी चेक मार्फत कुम्ल्याउन सफल हुन्छ, जसले रमेश फेरि ठूलो संकटमा फस्ने संकेत गर्छ। तर एपिसोडको सबैभन्दा ठूलो भूकम्प अन्त्यमा आउँछ। सासु सृष्टि र सीता कुवामा लुगा धुन गएका हुन्छन्। सबैजना खुसी भइरहेकै बेला अचानक सीतालाई कडा चक्कर लाग्छ र उनी बेहोस हुन्छन्। त्यही रहेकी गाउँकी महिलाले सीतालाई 2 जिउको लक्षण भएको भन्दै बधाई दिन्छन्। तर सीता घर आएको जम्मा 2 दिन मात्र भएकोले सासुको मनमा गम्भीर शंका उत्पन्न हुन्छ र माहौल एकाएक तनावग्रस्त बन्छ। आगामी भागको धमाकेदार ट्विस्ट र नयाँ अपडेटहरू। 1. सीताको स्वास्थ्यको कडा रहस्य, मेडिकल रिपोर्टको खुलासा। आगामी भागमा सीतालाई अस्पताल लगिनेछ। गाउँलेले शंका गरे जस्तो सीता गर्भवती नभई उनी विगतमा घर बाहिर रहँदा वा तनावका कारण कुनै गम्भीर शारीरिक कमजोरी वा भित्री रोग जस्तै रक्तअल्पता वा अन्य समस्याबाट ग्रसित भएको रिपोर्ट आउनेछ। यसले जगत र सीताको सम्बन्धमा लाग्न थालेको शंकाको दाग मेट्नेछ। 2. धनेदाईले रमेशको 5 लाख रुपैयाँ पचाउने खेल। ब्याजको लोभमा परेर रमेशले धनेदाईलाई दिएको 5 लाख रुपैयाँ महिना मरेपछि फिर्ता माग्दा धनेदाईले विभिन्न बहाना बनाएर टार्नेछ। यो कुरा अनु र उनका मामा माइजूले थाहा पाएपछि रमेशको घरमा फेरि ठूलो कलह मच्चिनेछ र रमेशले आफ्नो सोझोपनको ठूलो मूल्य चुकाउनु पर्नेछ। 3. दारे र उसकी नयाँ स्वास्नीको कमेडी ट्विस्ट। मानसिक अवस्था ठीक नभएको दारेले गाउँमा कतैबाट एउटा केटीको हात समातेर सिन्दूर हालेर स्वास्नी भन्दै घरभित्र आएको छ। आगामी भागमा यो केटी को हो र कहाँबाट आई भन्ने रहस्य खुल्नेछ, जसले कहानीमा केही समयका लागि हँसाउने र सस्पेन्स थप्ने काम गर्नेछ। के जगतले सीतामाथि लागेको यो घिनलाग्दो शंकाको निवारण गर्न सक्ला? के रमेशले आफ्नो 5 लाख रुपैयाँ धनेको पन्जाबाट फिर्ता निकाल्न सफल होला? जान्नका लागि सीता सिरियलको आगामी महा एपिसोड हेर्न नभुल्नुहोला। यस्तै आक्रामक र छिटो अपडेटका लागि हाम्रो च्यानललाई अहिले नै लाइक र सब्स्क्राइब गरिहाल्नुहोस्।